एकदमै भयङ्कर रूपमा वर्षा भइरहेको छ हैन। त्यो वर्षाको बावजुद कार्यक्रम चाहिँ निरन्तर चलिरहेको छ। रमाइलो गोत्र के हजुर हाम्रो सान्डेल्या हजुर पर्साई कि काफ्ले पर्साई हो सान्डेल्या गोत्र आयो हजुरको शुभ नाम अश्विता नानी देखामा मम विशेषतः मम स्वयंवर नानी मम स्वयंवर कर्मणि अहं करिष्यामि त्यसमा रङ लाउनु पर्दैन माला त यहाँ जल चाहिँ भरेर ल्याएर आउनु ल हजुर यहाँ आउनु पर्यो यहाँ आउनु पर्यो भगवान्ले पछाडि पार्नु भएन ल यसरी पनि अब हजुरले चाहिँ 3 पल्ट परिक्रमा गर्ने जल लिएर ढुङ्गालाई हरि ओम ज्ञानी गानी च पापानि जन्मान्तर कृता थोरै पानी हुन्छ गाडीवाला फेरि थोरै हो कि भनेर यो चुइने रहेछ के ज्ञानी गानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे ज्ञानी गानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे 3 पल्ट ज्ञानी गानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणा पदे पदे बायाँबाट घुम्नु त कान्छ सर्वाणि नश्यन्तु प्रदक्षिणां पदे पदे भयो नि त हजुरले चाहिँ चन्दनसित फुल लिएर झुलालाई पूजा गर्नु स्वस्ति न इन्द्रो वृद्धश्रवाः स्वस्ति नः पूजा विश्वदाः स्वस्ति स्वस्ति नो बृहस्पति दधातु ईश्वरका पूजा गर्ने हालमा पाल्न सबै पूजा गर्ने ओम स्वस्ति एउटा माला लिने धारणा यहाँ आउनु खुसी हुनुभएको छ दाइ लाइट हुनुपर्ने त अनि पछाडिको कोही ताली बजाउनु भद्रम कर्णेभिः शृणुयाम देवाः एकचोटि ताली बजाउनलाई स्पिड देखाउँछु हरि ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव तस्मै पदे तेङ्ग्रे युगं स्मरामि लगाइ हजुर त्यो उतालाउने होला लगाउनु भयो नि त ल हजुरले सेम त्यही गर्नु पऱ्यो दुलैलाई पूजा है सबै पूजा भइसक्यो होइन त्यस्तो गर्नु पर्दैन दुलैले मात्रै घुम्ने हो हजुरले पूजा श्री सत्य लक्ष्मी सपत्न्या बहुरात्रे पार्श्वै नक्षत्राणि रूपमस्नो व्यातं स्निखाण मुम्मै खाण सर्वलोकं मै खाण माला चाहिँ हजुरले पनि लगाइदिनु है त खतरा खालको आउँछ है यो पछाडितिर एकजना माला बान्ने मान्छे आइदिएको जस्तो लेडिज मान्छे कोही लेडिजहरू आइदिनु हरि ओम भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्चिमाक्षय बृहद्रः स्थिरैरङ्गैस्तुष्टुभागं सस्तनुभिर्वसेमहे देवहितं जदायुः भगवान मंगलम विष्णु मंगलम गरुड़ध्वजा मंगलम एकादशी मंगलाय स्वस्ति नो बृहस्पतिर्दधातु ल यति नै हामी चाहिँ अब हामी विवाह मण्डपतिर प्रवेश गर्छौँ प्रवेश गरौँ माला लगाउने कार्यक्रम सम्पन्न भयो हैन मेरो भाइ हार्दिक राज दिताल
ल भिडियो के भन्ने भिडियो के भने हाम्रो दादाको बिहे जेठो दादाको अब यो दादाको बिहे हुन बाँकी छ तिम्रो पनि बाँकी छ तिम्रो नि मैले धारणा चेन्ज भइरहेछ भिडियो पैसा देऊ टिका लगाएर जाउँदै यता बल्ल बल्ल खै मलाई दिन्छु पुष्पबानी सम्बन्धहरूले किरण दाजु हजुरले पुष्पानी दिनु न हरि ओम अघोर चक्षर इत्यादिनम चतुर्णाम प्रजापति विषय अदन्तयोर त्रिष्टु छन्द कुमारी देवता परीक्षणे विनियोग भुइँमा छोड्ने अब दुला दुलैले एकअर्काले हेर्ने अरे कि पहिला दुलैले दुला देखा हुँदैन थियो दुलैले दुला देखा हुँदैन यहीँनिर आएर हेरिन्थ्यो होइन अब अहिले देखिसकेको छ फेरि पनि हेर्दियो हरि ओम मध्य कौशिकपुत्रस्य किरणनाम शरणहं मम सवदुपहम् अस्मिन् विवाहकर्मणि प्रजापति इन्द्र अग्नि सोम अग्निं वायु सूर्यम् अग्निवरुणौ अग्निं वरुणं सवितारं विष्णुं विश्वान् देवान् मरुतः स्वर्गान् वरुणां रिताजरले चाहिँ हवन गरेको हेर्न नदिने मर्का लगाइरहेको सकिन्छ त त्यसले गरेर पनि हुन्छ विनियोग भुइँमा छोड्दिनु ओम अग्नि रस्त प्रथम देवतानागुं सस्य प्रजां मुञ्चन्तु मृत्युपाशा तदयागु राजा वरुणो नुपन्यतां यथेखागुं स्त्री पौत्रमगं न रुदात् स्वाहा अग्ने स्वाहाय अग्नि नमः पुक्षिणी पात्रे अग्नि नमः लगन गाँठो भन्ने कार्यक्रम हुन्छ जस्तो लाग्यो मलाई यहाँ के म पढिन्छु मैले स्वाहा भनेपछि मात्रै त्यसमा हरि ओम हरि ओम तुप्यमग्न ओम तुप्यमग्ने पर्यावरण पुनः पतिभ्यो जायम राग्नि प्रजाय स्वाहा स्वाहा धारो नसुकाइकन दुलैको सिङ्गो साउनुपर्छ है रोक्नु भएन सिधै दिनु हरि ओम तदेव लग्नं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवबलं तदेव लक्ष्मीले तेमनि गौस्वरानि फेरि निर्भर दोस्रोवटा भगवान् मङ्गलं विष्णु मङ्गलं गरुडध्वज मङ्गलं पुण्डरीकाक्ष मङ्गलाय तनु हरि तेस्रोवटा भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पुष्पमाक्षः थिरैरङ्गैस्तुष्टां सस्तनु विश्वेमहि देवहितं जदायुः ल अब दाजु सिन्दुर उपर धारणाले अथवा दिइरहेको एकैछिन समय दिनु मात्रै है हजुरले लु दाजु यसलाई यसरी यहाँबाट बेर्दै लानु अब यहाँबाट बेर्दै लानु ल त्यहाँ पुगिसकेपछि अनि फेरि एकचोटि बुढी औँलाले टक्क लगाइदिनु दाजु सिउँदोमा ल अब त्यो निकालेर बेरेर छोडिदियो ल बेर्नु पऱ्यो दाजु त्यो सिन्दुर दानी हरि ओम ओम स्वस्ति जुटो गर्ने कार्यक्रम हुँदैछ दाजु माथि राख्नु ल चलाउने तिनपल्ट हरि ओम यन मधुनो मदभ्यम परमात्म रूप मन्नाद्याम त्यो बटुको उठाउनु अग्निदेवताले अग्निदेवता आगोतिर देखाइदिने मात्रै है त त्यो केतिर फेरि दोस्रोबाट घुमाउनु हरि ओम यन मधुनो मदभ्यम परमात्म मस्नाभ्यम मध्यनाहं मधुरो मध्यपेन परमात्मेनादिनं फेरि देखाउनु र फेरि तेस्रोबाट हरि ओम यन मधुनो मदभ्यम परमात्म रूपमन्नतां त्यहानं मधुरो मदभ्येन परमेण ऋणात्मेन परमो मदभ्येन दोषानि त्यसलाई बाहिर राखिदिने अब त्यसरी सुन्नु फर्काउने अब
अब त्यो कान्छी औँलाले भाग बाँड्नु ल भाउजूले बाँड्नु अप्ठ्यारोलाई रेखा गरिदिने ठिक छ ल अब आफ्नो आफ्नो भाग खाने सुरु आफ्नो यतापट्टि हजुरले खाने उतापट्टि उहाँले खानुहुन्छ यसो चाख्ने जग्गा 3 पल्ट लाउने आफ्नो जग्गा कान्छी औँलाले है साइनी औँला र माझी औँला खाने आफ्नो मजाले खाने 3 पल्टसम्म आनन्दले खाने कोही त पिँढीले खाएको खानुभयो र अब आफ्नो भाइको बुढीलाई खुवाइदिने गर्छ वधु वरौ परस्परम सम्मुखीं भूय यथा सुखम दिप्पा सपटम न्यासम जितेयम भनेपछि वर वधु परस्पर हेर्ने है त हेरेर बस्नु ल म सुरु गर्दैछु है त ओम मह तपसस्ते दशा प्रभाविता गौता भारा दिन सन्दशा दिशा दुहिता सुपारी खेल्नु न दाजु एक अर्काले बहुनी भक्षाणी ताप दशा तपनी पास गर्ने रे के दिने लिने दिने लिने प्रेक्षणी स्वरूपले नीलकेशिं यो वनवते विनष्टते पशु श्रोणितां हेत्वं तस्यासि किन्नावं दुहितोषि सहोवाच यसै चक्रकं प्रणोजनानं छन्दनं यायसं भराजमान प्रदृत्यन्ते तस्याहं द्वैतासनान्ते देवदूतैकुण्डला वर्णमावावपुष्टिहोदया कामनया मामेतदं प्रसुतिं सहोवाच तस्यम् अमृतोपमं वाचं निशम्यं निपुणं सुन्दरे निर्भ संवरुणं भार्यामि भवरूपिणीं सुरताजहोवाच एवं नामाजिना नतः गत्वा योजराशिमुद्यं वासरं विरोधिनिशितै काम सरैस्तुदेवाना सोपुरोहितं भगवन्तं वरिष्ठमुपातिष्ठं वा मदर्थे त्वां वर्णं गृणोद्घोषे सहोवाच खेल्दै गर्ने हजुरहरूले मैले पढ्न नसक्ने डिटेलसम्म है सम्झिनु हामीले आजबाट विवाह गर्न चाहिँ पूर्ण गऱ्यौँ है त हरिओम तत्सद हरिओम पूर्वोक्त पूर्वोक्त सङ्कल्पित कर्मणि अद्य विशेषतः कौशिकपुत्रस्य अब हालबाट कौशिकपुत्र हुनुभयो समाजबाट कौशिकपुत्र हुनुभयो है त कौशिकपुत्रस्य किरण नाम सर्वणहं मम भन्नु पऱ्यो मम विवाह कर्मणि सह पत्नी अस्मिता होइन पत्नी अस्मिता नामी देवी सहित विवाह कर्मणि साङ्गता सिद्ध्यार्थम हवनकर्मणि साङ्गता सिद्ध्यार्थम भूतफलसकर्मणि सम्पूर्णकर्मणि साङ्गता सिद्ध्यार्थम नवग्रह देवता पूजनकर्मणि साङ्गता देवताबाट घुमाइदिए हुन्छ कलबाट घुमाइदिए ल काल कष्ट रोज भ्यानी सबै जाऊ त्यो लगेर दोबाटोमा राखेर स्वाहा ल बस्नु भन्दा नि अझ आरती भयो नि एकचोटि बस्नु है अब आरती गर्नु माथे पर तिलक सोहे मुसा की सवारे आहार चढ़े फल चढ़े और चढ़े मेवा आहार चढ़े फल चढ़े और चढ़े मेवा भगवंता भोजन संत गरि सेवा जय गणेश देवा देवा अंदन को आँख दे तो चूड़न को पाया दादन को शरणाय सफल बोलो गौरी गणेश भगवान को आज विवाह हुने दम्पतिहरूको यस्तो दुईकोस पर हो त्यो आगोले चाहिँ भगवान गणेशलाई सिकाइदिने पापहम पाप कर्महम पापात्मा पाप सम्भव राहिम पुनरिकाक्ष्य सर्व पापहरू अब आफूले हजुरले पनि सिक्ने मलाई यो दिनु म पनि दिन्छु ओम गजाननं भूतगणाधिसेवितं कपित्थजम्बूफलचारुभक्षणम् उमास्तं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगताय
आँखा चिम्म गरेर सम्झिने हाम्रो दाम्पत्य जीवन सुखमय रहोस् इत्यादि के सम्झिने त्यो हजुरले आफै सम्झिने है त गजाननं भूतगणादि सेवितं कपित्थजं फलचारुभक्षणं उमासुतं शोकविनाशकारकं नमामि विघ्नेश्वरपादपङ्कजं विघ्नेश्वराय व्रताय सुरप्रियाय लम्बोदराय सकलाय जगदाय नागाननाय श्रुतेज्ञविभूषिताय गौरीसुताय गणाथ नमो नमस्ते हे कृष्ण कमलापते दुपते सीतापते श्रीपते वैकुण्ठाधिपते चराचरपते लक्ष्मीपते पाहि माम् आदौ रामतपोवनादिगमनं हत्वाङ्गिरं काञ्चनं वैदेही हरणं जटायुमरणं सुग्रीव सम्भाषणं बाले निर्दलनं समुद्रतरणं लङ्कापरिदाहनं पश्चात् रावणकुम्भकर्णहननं तद्विरामायणं शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यानगम्यं वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथं वन्दे देवोमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं निर्गधरं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवन्दिनयनं वन्दे मुकुन्दप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करं जज्ञेन जज्ञमयजन्तदेवास्थानि धर्माणि प्रथमान्यासन्न विघ्नकमहिमानः सतन्तजत्रौरे साध्यः शान्तिदेवा इमानि पुष्पाणि मनोहराणि सुरासुराणां बहुदुर्लभानि कल्वादुर्वादिकविदानि तानि पुष्पाञ्जलिमेस्तु सुखाय नित्यम् ॐ मनोकामना पूर्ण होस् यहाँभन्दा पछिका दिनहरू पनि सुखद भन्दै जाउँ सुखद भन्दा पनि खुसीमय भन्दै जाउँ है अकालमृत्युहरणं शरीरादिकारणं विष्णुपादतत्त्वकृत्वा पुनर्जन्म लभ्यते अकालमृत्युहरणं शरीरादिकारणं विष्णुपादतत्त्वकृत्वा पुनर्जन्म लभ्यते खाइबस्नु दाजुले ल अब हजुरहरू अगाडि बस्नु सबैजनाले हजुरलाई टिका कार्यक्रम सम्पन्न भइसकेपछि अब सामूहिक फोटो खिच्ने कार्यक्रम हुँदैछ मलाई मात्र हेर्नुस् अरु कसलाई हेर्नु पर्दैन देउडा खेलेर कस्तो लाग्यो र मैले देउडा खेलेन देउडा खेलेर कस्तो भयो एकदम रमाइलो भयो मलाई मात्र हेर्नुपर्छ कि तपाईहरुले है तपाईहरुले मलाई मात्र हेर्नुपर्छ अरु कसलाई हेर्नुपर्छ हामीले हेरौँ न यहाँ मलाई मात्र हेर्नुस् हामीले हेरौँ न यता भन्न देन ल कस्तो भयो रमाइलोको त सीमै छैन आज कति हो कति हो मलाई पनि त्यस्तै भन्दै नसक्ने तपाई के भन्न चाहनुहुन्छ मलाई पनि धेरै धेरै रमाइलो भएको बहिनी के हाउ वाज योर एक्सपिरियन्स के देउडा खेल्ने कस्तो भयो
खोइ कस्तो हो त एक्सपिरियन्स भयो राम्रो भयो क्या हो नाइस